राजावादीलाई पेलेपछि समात्ने डाली नटेक्ने आगो भएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनले फायर खोलेका छन् दर्शकबिन। एकैचोटि उपप्रमुख सुनिता डङ्गोल र आफ्नै वडाध्यक्षबाट पेलनमा परेपछि उनी आक्रामक रूपमा अघि बढेका हुन्। प्रमुख प्रशासकीय प्रकरणपछि चुप बसेका उनले अहिले महानगरबाटै फायर खोल्न थालिसकेका छन्। फलत आफ्नो आलोचना गर्ने नवीन मानन्दरको जिम्मेवारी खोसेका छन्। मानन्दर फ्रन्टलाइनमा भिडेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई महानगरमा हुल्ने पात्र हुन्। मानन्दरले नै बालेनले महानगरमा एकलौटी रूपमा करोडको लिफ्ट हालेर राजसी ठाँट देखाएको देखि महिलासँग हिमसिम बढाएको कुरा मिडियामा सार्वजनिक गरेका थिए। यही रिसले बालेनले सूचना प्रविधि समितिको संयोजकबाट आफूलाई हटाएको उनको आरोप छ। विभिन्न टेन्डरहरू भएको छ, त्यसको छानबिन सुरु भयो। अब त्यो छानबिन सुरु भएको कारणले गर्दाखेरि सूचना सञ्चार हटाउनु पर्यो। अब सम्पदाको चाहिँ अहिले चाहिँ अब आफूले बनाउँदै नबनाएका चिजहरू पनि अब भिडियो भाइरल गरेर चाहिँ बालेनले बनाएको भनेर आयो। त्यसपछि यो कहाँबाट चाहिँ उसले गरे आयो, यो त चाहिँ पहिल्यैदेखि नीतिगत रूपबाट चाहिँ क्रमागत बजेटबाट गरेको भन्ने कुराहरू उठ्न थालिसकेपछि उहाँले चाहिँ टाउको दुखाइ भयो। त्यस्ता व्यक्तिहरू चाहिँ उहाँले हटाउन सुरु गर्यो। अब यो जिम्मेवारी वडा नम्बर 5 का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई तोकिएको छ। बालेनले कारबाहीको डण्डा वडा नम्बर 26 का अध्यक्ष खेमराज तिवारी, 8 का अध्यक्ष आसमान सङ्गत र वडा नम्बर 23 का अध्यक्ष मचाराज महर्जनमाथि पनि चलाएका छन्। उनीहरू क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिको संयोजक थिए। अब सुशासन समितिमा वडा नम्बर 30 का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर 24 का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर 16 की अध्यक्ष रोजिना श्रेष्ठलाई संयोजक तोकिएको छ। यसमा रोजिना राष्ट्रिय स्वतन्त्र पार्टीकी स्थानीय तहकी एक्लै जनप्रतिनिधि हुन् भने अन्य वडाध्यक्षले पनि बालेनको पक्षमा नै बोल्दै आएका छन्। मेयर बालेनले काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक गत पुस यता राखेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐनको 17 नम्बर बुँदामा कार्यपालिका बैठक कम्तीमा महिनाको एकपल्ट बस्नेछ भनेर प्रश्नसँग लेखिएको छ भने त्यसको अध्यक्षता मेयरले नै गर्ने व्यवस्था छ। तर पुस 8 पछि महानगरमा बैठक र कामभन्दा बढी विवाद र लफडामा फस्दा बालेन कार्यपालिका बैठक बोलाउन डराइरहेका छन्। किनभने कार्यपालिका बैठकमा सदस्यहरूले प्रमुख प्रशासकीय अधिकृत माथिको अपुरो छानबिन अनि बालेनकै सचिवालयका केही सदस्यमाथि समेत प्रश्न उठाउने पक्का छ। यता उपमेयर, वडाध्यक्ष, कर्मचारीहरू बालेनभन्दा ज्यादा उनको सचिवालयको गतिविधि प्रति सशङ्कित र रुष्ट देखिन्छन्। सचिवालयकै कारण बालेन बदनाम भएको उनीहरूको बुझाइरहँदा यही बहानामा बालेन विरुद्ध घेराबन्दी बढ्दो छ भने उपप्रमुख डङ्गोल त मौका पाउन साथ बालेन विरुद्ध उत्रने गरेकी छिन्। हुन त सबैलाई मिलाएर जान नसक्नु बालेनकै दोष हो, नत्र जो उनी विरुद्ध बोल्छ उही सकिने अवस्था थियो। त्यस्तै महानगरको प्रशासनिक नेतृत्वको कुरा गर्दा बालेनलाई करिब 2 वर्षसम्म उपमेयर सुनिता डङ्गोल